दाइ के गर्न लागेको तपाईँ यहाँ यो फुल टिपेर लानु पर्यो भने पाइँदैन है टिप्नु हुँदैन पाइँदैन नि तपाईँको व्यवस्था हुन्छ नि फेरि यहाँ होइन नदेखिकन टिप्नु के भन्नु 25,000 जरिवाना हो तपाईँलाई थाहा चाहिँ छैन नि 25,000 यहाँ सबैले टिपिरहेछ गाइस यहाँ चाहिँ दाइले फुल टिप्न लाग्नु भएको रहेछ उहाँलाई चाहिँ नटिप्नुहोस् भनेर म सजेस्ट गरिरहेको छु होइन यो पाइँदैन ऊ त्यहाँ बसिराख्नु भएको छ तपाईँलाई अहिले मैले यहाँ भाइले भनेर व्यवस्था टिप्नु भन्दाखेरि त ए लु नटिप्नु यो काम चाहिँ गर्न पाइँदैन है दाइ मैले नटिप्नु भनेर सजेस्ट गरिरहेको छु दाइलाई तर पनि दाइ जबरजस्ती टिप्न खोजिराख्नु भएको छ तर जस अन्तिममा नटिप्ने भन्ने निर्णयमा पुग्नु भएछ खुसी लाग्यो गाडी नभए चाहिँ टिप्छु भने जस्तो कुरा गर्नुभयो अलिक पाइँदैन दाइ यता आउनुहोस् त तपाईँको कुरा अलिक बुझिएन फुल टिप्ने अरे होइन यहाँ फुल टिपेर लैजाउँ कि भन्ने विचार गरेको थिएँ यो चाहिँ अब हामीले नै यो वातावरण बचाएर राख्नुपर्छ यो फुल नटिपिकन हो त्यसैको लागि मैले चाहिँ के भन्नु खोजेँ भने सजेस्ट हो तपाईँहरूलाई फुल टिप्नु हुँदैन भन्ने कुरा हामीले सन्देश दिन मात्र खोजेको छौँ दाइलाई धन्यवाद दाइले पनि टिप्नुहुन्न ल होइन हामी त सन्देश मात्रै हो हाम्रो टिप्नु हुँदैन फुल भन्ने कुरा हो है कसैले पनि नटिपिदिनु होला